तपाईलाई थाहा छ सर्वगुण सम्पन्न बुहारी कसलाई भनिन्छ? बिहे हुनुभन्दा अगाडि म पनि सोच्थे म एउटी सर्वगुण सम्पन्न बुहारी भएर देखाउँछु। मलाई रोटी बनाउन आउने थिएन किनभने मेरो आमा घरमा रोटी त्यसरी खानु नथ्यो। बनाउनु पर्दा आमाले बनाउनुहुन्थ्यो। आमा घरमा हुँदा मैले रोटी बनाउने कहिले मौकै परेन। बुहारी भइसकेपछि मैले गोला गोला रोटी बनाउन पनि सिकेँ, तर त्यही पनि म सर्वगुण सम्पन्न बुहारी भइन। अनि मैले सोचेँ कि म राम्रो राम्रो खानाहरू बनाएँ भने बा म सर्वगुण सम्पन्न बुहारी हुन्छु कि भनेर। त्यो पनि मैले ट्राई गरेँ, तर त्यो गर्दा पनि म सर्वगुण सम्पन्न बुहारी भइन। अनि फेरि मलाई लाग्यो कि नित्य पूजा अर्चना गर्दा म पर्फेक्ट एउटी बुहारी हुन्छु कि जस्तो लाग्यो। तर त्यो पनि म सधैँ गर्न थालेँ मेरो कर्महरू, त्यही पनि म एउटी पर्फेक्ट बुहारी हुन सकिनँ। जति पनि म आफ्ना मान्छेहरू भेट्छु, मेरा इष्टमित्रहरू भेट्छु, सबैसित म राम्ररी नम्र भद्रचाले कुरा गर्दाखेरि पनि म एउटी पर्फेक्ट बुहारी भइन। जति पनि कर्महरू म गर्न सक्थेँ सबै थोक मैले कोसिस गरेँ, तर सबै थोक गर्दाखेरि पनि म राम्री बुहारी हुन सकिनँ। अब म किन कोसिस गर्नु, जति नै गरे पनि म पर्फेक्ट बुहारी त हुन नै सकिनँ। तबबाट मैले कोसिस नै गर्न छोडिदिएँ। आफ्नो मर्जीले खाना बनाउन थालेँ, सबै थोक आफ्नो मर्जीले, लुगा पनि आफ्नो मर्जीले लाउन थालेँ, आफ्नो जीवन पनि आफ्नो हिसाबले जिउन थालेँ। तबदेखि मलाई एकदमै खुसी लाग्न थाल्यो। पर्फेक्ट बुहारी हुनको चक्करमा त मैले आफ्नो खुसी, आफ्नो सपना, आफ्नो सबै थोक नै मैले त्यागेर बस पर्फेक्ट हुनु म कसरीको पिछे लागिरहेकी छु। यो संसारमा कोही पनि मान्छेहरू पर्फेक्ट छैनन्। सबै मान्छेमा केही न केही खोट छ, केही न केही कमी छ, केही न केही कमजोरी त छ नै। र अरूको लागि पर्फेक्ट हुनु र आफ्नो लागि पर्फेक्ट हुनुमा बहुत डिफरेन्स छ। र अहिले म मेरो नजरमा पर्फेक्ट छु र म मेरो नजरमै म खुसी छु। म आफूलाई खुसी पार्ने कोसिस गर्छु। अरूलाई तपाईँले जति नै गर्दा पनि खुसी पार्न सक्नुहुन्न। र मेन कुरो म भन्न चाहन्छु, आफू खुसी हुनुहोस्, आफ्नो फ्यामिली खुसी राख्नुहोस्, बस त्यति नै मतलब राख्छ एउटा जीवनमा। भन्ने मान्छेलाई त के छ, तपाईँले जस्तै राम्रो गरे पनि केही न केही त मान्छेले भन्छ नि। भगवानले सबैलाई मुख दिनुभएको छ। कसैले त्यो मुखबाट राम्रो बोली बोल्छन्, कसैले नराम्रो बोली बोल्छन्। त्यो सब त मान्छेको हिसाबले हुन्छ। र आफू खुसी हुनुहोस्, आफ्नो परिवारलाई खुसी राख्नुहोस्। जीवन त यस्तै हो, आज छ भोलि छैन।